आवाज गुन्जने घर खण्डर बनेको छ। अन्न उब्जने भूमिमा झार भरिएको छ। बिहानी पखको घाँस काट्न जाने लहर हराएको छ। पल्लो पाखामा गुन्जने गीत आज छैन। कर्म गर्दै दुःख साट्ने व्यक्तिको अभाव छ। साँच्चै नै मेरो गाउँ अब शून्य बन्दैछ। घाँस भारी एउटै थियो बिसाउने चौपारी मेरो गाउँला उनको घाँस भारी एउटै थियो बिसाउने चौपारी। इतिहास साक्षी छ यो शिर न कहिले झुकेको थियो न कहिले झुक्ने छ। किनकि हामी पहाडी हिमाली मधेसी होइन, हामी त केवल नेपाली हो, नेपाली। यही देशको सीमाभित्र मैले जन्म लिएँ, गोर्खालीको सन्तान भनी गर्व गर्यो थिएँ। जन्माएको आमाले हो घाँस काट्दा काट्दै बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै। हामीलाई के नै सुख छ र सक्ने बसाउने मेरो पनि होइन यो देश मेरो पनि होइन यो देश मेरो पनि होइन यो देश मेरो पनि होइन। छैन रोजगारी सात समुद्र तरी गए मुटु गाँठो पारी। आत्मसम्मान बेची बेची विदेशीको गुलाम देश सम्झेर रुन्छ मन कसो गरी भुलम। हामीलाई के नै सुख छ सक्ने बसाउने मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन। मान्छेलाई त यो देश फेरि सही हो, हामी जस्तो नागरिक त अनागरिक भइयो। कहिले होला भने जस्तो नयाँ नेपाल आउने, जे भने जस्तो भने देशकै मोया लाउने। हामीलाई के नै सुख छ सक्ने बसाउने यो देश मेरो पनि होइन यो देश मेरो पनि होइन। सदैव स्मरण रहोस् सीमा मेचीको होस् या भूमि लिपुलेको समान रूपमा प्यारो छ। विपत्ति आए गए तर नेपालीलाई परास्त गर्न गाह्रो छ, गाह्रो छ। जय नेपाल। साँच्चीकै मेरो त एकदमै आँगे सिरिङ्ग भएर आयो उहाँहरूको प्रस्तुतिले गर्दाखेरि। एकदमै हार्ट टचिङ प्रस्तुति। हाम्रो स्टेज, हाम्रो आज मेला नै
रातो र चन्द्र सूर्यले रङ्गिएको छ आज। एकदमै रमाइलो र अझै एप्रिसिएटेड त यति साना बालबालिकाहरूले यति धेरै मेहनत गरेर प्रस्तुति दिनुभएको छ। एकदमै रमाइलो, एकदमै राम्रो। र अब भनेपछि सर्टिफिकेट अफ एप्रिसिएसन ग्रहण गरिदिनु हुनका लागि म र साउथसाइड नेपाली कम्युनिटीको सचिव यो यत्रो प्रस्तुति देख्नुभयो। दिनरात मेहनत गरेर हाम्रो साउथसाइडका सांस्कृतिक संयोजक हाम्रो मिलन खरेलज्यू र उहाँको श्रीमती अस्मिता खरेलज्यूले यो मेहनत गर्नुभएको थियो र हामीले विगत 2015 देखि ग्लास्गोमा नेपाली साउथसाइड कम्युनिटीमा नेपाली पाठशाला स्थापना गरेर हामीले त्यहाँ सानो बच्चाहरूलाई हरेक शनिबार बिहान 2 घण्टा नेपाली भाषा अनि नेपालका संस्कार संस्कृति र नेपालका चाडपर्वहरूलाई उनीहरूलाई सिकाउने तरिकाले चाहिँ हामीले त्यहाँ उनीहरूलाई त्यहाँ पढाइरहेका छौँ, सिकाइरहेका छौँ। र तपाईँहरू पनि कोही इच्छुक यसमा आफ्नो कम्युनिटीमा पनि हामीले यो पाठशाला सञ्चालन गर्न